देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो किराँती समुदायको सुनवार राई लिम्बू सबैको रमाइलो मेला भइरहेको छ। मेला भन्दा उँधौली साकेला नाचिरहेको छ। देख्न सक्नुहुन्छ एकदमै धेरै रमाइलो भइरहेको छ। यस्तो कल्चरमा देख्न सक्नुहुन्छ हाम्रो सानो बुढाहरू छोरीहरू पनि कल्चरमा। यता हाम्रो बुहारी, यता हाम्रो भाइ छोरी, यता चाहिँ मेरो बुढी। फोनमा व्यस्त छ। यता हाम्रो ज्वाइँ साहब फोटो खिच्नु व्यस्त, सबैजना व्यस्त। यता हाम्रो यता नाच्नु व्यस्त। यता हाम्रो भतिजो पनि आइपुगेको रहेछ। कस्तो छ? कस्तो भइरहेछ? हो र? ल देख्नु सक्नु खतरा 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 यहाँ नाचेको। यो चाहिँ हाम्रो सुनवार डान्सिङ है यो चाहिँ। अनि अब देख्न सक्नुहुन्छ माथि चाहिँ अब राईहरूको पनि छ। अनि यो मुनि चाहिँ फेरि लिम्बूको पनि छ। सो तपाईँहरूलाई बोरिङ लागिरह होला। म यतापट्टि यता लिम्बू कल्चर पनि देखाउनु गइरहेको छु। यता फेरि अर्को कल्चर चलिरहेको छ। यतापट्टि उहाँ पर फेरि यता राईहरू पनि हुनुहुन्छ। यहाँ मासतिर पनि हुनुहुन्छ। सो म आइटम सबै गरेर खोजेर देखाउँछु है। ल नाचौँ है, नाचौँ ल मजाले। अब आफूलाई चाहिँ नाच्नु आउँदैन हो। कतिको नाच्नु भयो? तपाईँ चाहिँ ननाच्नु भएको? नाच्नुपर्छ नि। देख्न सक्नुहुन्छ है हाम्रो चाहिँ सुनवार कल्चरको, हाम्रो चाहिँ सुनवार कल्चरको ड्रेस झल्काएर आउनुपर्छ दाजुभाइ दिदीबहिनीहरू। अलिकति म यता छिरौँ है, छिरौँ है। हजुरहरू पनि नाच्न आउनुभएको है? यता चाहिँ फेरि हाम्रो राईहरूको छ। यतापट्टि चाहिँ देख्न सक्नुहुन्छ राई दाजुहरू नाचिरहनु भएको छ। हाम्रो राई नानाहरू पनि मजाले नाच्दै हुनुहुन्छ हो यतातिर है। राई दाजुहरू पनि नाच्दै हुनुहुन्छ। ल हाम्रो राई नानाहरू ल कार्यक्रमको अतिथिको समयको पाबन्दीले उहाँको बहुमूल्य समय दिएर पनि उहाँहरूले हाम्रो प्रत्येक उँधौली कार्यक्रममा उपस्थित समय दिनुहुन्छ। आज पनि समयको व्यस्तताको बावजुद पनि हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भएको छ र उहाँको समयलाई हामीले पनि मध्यनजर लगाउनु पर्ने भएको हुनाले हाम्रो प्रमुख अतिथि हामी माझबाट चाँडै बिदा हुनुहुन्छ र उहाँको उहाँलाई आफ्नो भनाइ राखिदिन हुनको लागि राईको उतापट्टि चाहिँ लिम्बूको पनि छ धेरै। अनि उतापट्टि चाहिँ समिति सकिँदैन, एकदम धेरै कार्यक्रमको प्रमुख अतिथि माननीय श्री उतापट्टि पनि देखाउने कोसिस गरिरहेको छु तपाईँहरूलाई। यसो हेर्दै गर्नु होला, सब्सक्राइब गर्दै गर्नु, सपोर्ट गर्नु होला। आज चाहिँ अझै धेरै रमाइलो, अझै परपट्टि पनि देख्नुहुन्छ यहाँ हाम्रो राई सुनवारहरू सबै अहिले चाहिँ मिक्स भएर यहाँ नाचिरहनु भएको छ।
एकपट्टि मात्रै देखाएर हुँदैन होइन गाइस, सबैलाई फेरि सबैतिरको पनि देखाउनु पर्ने हुन्छ। सो यहाँ पनि देख्न सक्नुहुन्छ, यहाँ पनि नाचिरहनु भएको छ। यतापट्टि नि राईकै भइरहेको छ। यहाँनिर चाहिँ लिम्बूको कल्चर देखाइरहेको छु। सो हेर्न सक्नुहुन्छ, यो चाहिँ लिम्बू कल्चर हो। अघिको तल्लो सुनवार भयो क्या, माथि भयो क्या, यो चाहिँ लिम्बूको। सो अन्त पनि देखाउँदैछु म, हेर्न सक्नुहुन्छ। सो गाइस, अर्कोतिर पनि यहाँ एकदमै धेरै रमाइलो चारैतिर। सो भ्याइसम्म चाहिँ म सबै चारैतिर गरेर देखाउन सक्नुहुन्छ। सो देख्न सक्नुहुन्छ यहाँ पनि कल्चर, यहाँको चाहिँ कल्चर अलि राम्रो विशेषतै नाचिरहेको छ गाइस। सो हाम्रो दाजुहरू त मजाले बजाइरहनु भएको छ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ बाटो पनि टेक्ने ठाउँ पनि धेरै मुस्किल छ क्या, एकदम धेरै। किनकि भर्खरै सुरुवात भइरहेको छ नि त, सबै धेरैजना आउँदै हुनुहुन्छ। ओ कस्तो भइरहेछ, बबाल हो ल। यहाँ सबले बबाल अरे बबाल होइन, खुट्टा टेक्ने ठाउँ छैन। अरू म चाहिँ धेरै अग्लो भएर ल हराइरहेको। सो देख्न सक्नुहुन्छ यहाँ अर्को कल्चरतिर म गइरहेको छु। किनकि धेरै भाग बनेर चाहिँ छुट्टिएर चाहिँ यहाँ कल्चर हामीले देखाइरहनु भएको छ। सो यतापट्टि चाहिँ सेकुवा बनाइरहनु भएको छ। दिदीले सेकुवा बनाएर आज पैसा मजाले कमाउने होला नि दिदी। आमामा सेकुवा कति बेच्नु भयो? आमामा है, पुङ्गुरको सेकुवा ल मजाले बेच्नुहोस् है। सो देख्नु सक्नुहुन्छ यता फेरि म अर्को कल्चरतिर छिरिसकेको छु। सो हेर्नु होला, एकदम धेरै सपोर्ट गर्नु होला। यहाँ चाहिँ धेरै ग्रुप रहेछ। यहाँ चाहिँ अब मेन ठाउँ पनि त यो अब बिदार गर्ने पनि ठाउँ चाहिँ देख्नु सक्नुहुन्छ। यहाँ के भन्छ रक्सी जाँडहरू अब चाहिँ हाम्रो त्यो कल्चरमा सिस्टममा चढाउने ठाउँ चाहिँ मेन भनेको यहाँनिर चाहिँ बनाएकै छ। देख्नु सक्नुहुन्छ त्यहाँ तुङ्बाको भाँडाको जस्तो बनाएको टक्क लाएर। अनि हाम्रो नानाहरू चाहिँ एकदमै धेरै नाच्नु भएको छ हो, दाजुहरू। आमामा ल हेर्नुहोस्, यस्तो हो नि त कल्चर भनेको त है। यतिको चाहिँ हुनु पऱ्यो गाइस होइन। हाम्रो नानाहरू ल देख्न सक्नुहुन्छ यहाँ चाहिँ यति धेरै ठुलो ग्रुप छ कि यो चाहिँ एकदम धेरै ठुलो ग्रुप छ, देख्न सक्नुहुन्छ होइन। अहिले चाहिँ हाम्रो दाजुहरूले विचार गरेको त्यहाँ सबै त्यहाँ देख्न सक्नुहुन्छ। लोगो पनि यहाँ चाहिँ मेन यहाँ चाहिँ हो, तर अब नट्ने भएकोले धेरै ग्रुप भएर धेरै ठाउँमा चाहिँ बाँडिएर नाच्नु पर्छ। सो अब अर्कोपट्टि पनि म जाँदैछु। सो एकदमै धेरै अब उँभौली मेला चाहिँ एकदम धेरै रमाइलो अनि एकदम धेरै मालहरू बढिरहेको छ। देख्नुहोस् भाइसँग म सबैतिर घुमाएर चाहिँ तपाईँहरूलाई देखाउने नै छु। सो सपोर्ट गर्दै गर्नु होला। यता चाहिँ फेरि एक दुईजना पनि हुनुहुन्छ, देख्न सक्नुहुन्छ। एक दुई तिनजना दाजुहरू फेरि नाच्दै हुनुहुन्छ। यतापट्टि फेरि अर्कोतर्फ फेरि ठुलो ग्रुप भएपछि जाँदैछु।
भने टक्कै यतापट्टि पनि देख्न सक्नुहुन्छ यहाँनिर पनि ग्रुप ठुलै रहेछ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ कल्चरको त्यो सिलाम साक्यहरू पनि बेच्दै हुनुहुन्छ यता लिम्बू दिदीहरू दाजुहरू नाचिरहनु भएको छ है उता पनि आउँदै हुनुहुन्छ आउने जाने क्रमहरू एकदम धेरै रहेछ यता चाहिँ मजाले बसेर खाँदै हुनुहुन्छ कति खानुभयो कति खानुभयो कतिको मजा भइरहेछ त्यहाँ बसेर खाँदा रमाइलो भइरहेछ हो अझै धेरै रमाइलो गर्नुपर्छ है अब फेरि नाचेको पनि हेर्नु पाएँ है अब यो ल धन्यवाद ल यो देख्न सक्नुहुन्छ एक दुईजनाहरूलाई चाहिँ सोधेँ पनि मैले अब कतातिर गएर देखाउनु पर्यो गाइस यता देख्न सक्नुहुन्छ आमामा यहाँ चाहिँ कोही चाहिँ भोज पनि खाइनुहुन्छ कोदोको झ्याङ पनि खाँदै यता चाहिँ सबै बेच्ने खानेहरू रहेछ यहाँनिर चाहिँ यता पनि देख्न सक्नुहुन्छ आफ्नो आफ्नो टिमहरू हुन्छ नि त सो यहाँनिर चाहिँ देख्नुहुन्छ आम्बु यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ पोर्क पोलिरहनु चाहिँ ढुङ्गामा होला दाजु यो केमा ढुङ्गामा पकाउनु भयो हो ढुङ्गामा हो अनि कतिको मिठो हुन्छ यहाँ पकाउँदा तपाईँले आमामा अनि दाजुको त मुस्कानै मिठो रहेछ अनि झन् मिठो पकाउँछ होला नि कहाँदेखि आउनुभएको पकाउन हजुर पश्चिमदेखि हो आमामा ल मजाले पकाएर बेच्नुहोस् है त फेरि यता हेरेर हाँस्दिन्न आमा दाजुको मुस्कान ढल्छ होला आमामा यता दिदी फेरि मक्कै गरेर राम्रो हजुर यो मेला हो नि त दिदी त्यस्तो मिल्दैन त्यस्तो के ल ल ल एउटा चाहिँ जसमा किरा ल त्यस्तो पनि हुन्छ त गाइस झन् आफ्नो कल्चरको होइन त्यस्तो बनाउँदाखेरि त्यस्तो भिडियो खिच्नु मिल्दैन र भन्ने अरे क्या अब त्यस पनि हुन्छ त आमामा यता फेरि चटपटे बेचेर अनि फेरि यता सेलरोटी ओहो ओहो सो आउने बाटो चाहिँ यही हो एकदम धेरै भिड देख्न सक्नुहुन्छ भिड चाहिँ एकदम धेरै है त अब फेरि म घुमेर यता अर्कै कल्चरतिर फेरि हाम्रो सुनवार कल्चरतिर म जाँदैछु देख्न सक्नुहुन्छ देख्नुहुन्छ यति धेरै भिड होइन यति धेरै हेलो 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 आमामा देख्न सक्नुहुन्छ यति धेरै भिड यति धेरै भिड यस्तो रमाइलो भइरहेछ सो देख्न सक्नुहुन्छ यति धेरै राम्रो राम्रो नानाहरू पनि छ यो तिग्रा चाहिँ धेरै कडा छ यहाँनिर छलफल भइरहेको छ सो यतापट्टि पनि बेच्नु भएर माथि चाहिँ जङ्गल छ फेरि त्यही भिड बाटोमा छिर्दैछु देख्न सक्नुहुन्छ आमामा सो देख्न सक्नुहुन्छ अब भनौँ न यति धेरै माहौल यहाँ तातिरहेको छ कि यति धेरै माहौल तातिएको माहौल छ यति धेरै तातिएको माहौल छ यहाँनिरको माहौल चाहिँ अलि मैले देख्नु पर्छ दाजु थोरै म छिरौँ है ल धन्यवाद छिर्नु दिनुभएकोमा देख्न सक्नुहुन्छ यहाँको माहौल पनि यतिकै धेरै रमाइलो भइरहेको छ हाम्रो दाजु दिदीहरू आमाहरू हेर्नुहोस् राईहरू हुँदै अब यस्तै झल्काइसकेपछि पनि
फेरि नुहाउँदै त्यही ठाउँमा आइपुगिसकेको छु। यता कता पो थियो है छिर्ने बाटो? हो तपाईँ पनि छिर्न सक्नुहुन्न? हल्लो अलिकति छिरौँ ल। अलिकति है दाजु ल, अलिकति ल। सो फाइनली फेरि पनि म यहाँ आइपुगिसकेको छु हाम्रो सुनवार कल्चरको नाच्ने ठाउँमा। हाम्रो सुनवार दाजुहरू चाहिँ एकदमै राम्रो छ। देख्न सक्नुहुन्छ। अब के आफू त नाचौँ भने आउँदैन पो हो, अरू नाचेको भिडियो गर्दै बसिरहेको छु गाइस। यतापट्टि हाम्रो सुनवानी हेर्नु गाइस, हेर्नुहोस् त यहाँ हाम्रो सुनवानीहरूको हालत। यतापट्टि हेर्नुहुन्छ हाम्रो सुनवार दाजु हेर हाम्रो सुनवार दाजुको मुस्कान फेरि। नमस्ते। ए यता हाम्रो फेरि अर्को सुनवानीहरू फेरि यतापट्टि हो। हेलो सुनवानी नाना, के छ? सुनवानी नाना। सब्सक्राइब चाहिँ एकदम धेरै गर्नुपर्छ। यतापट्टि देख्न सक्नुहुन्छ यतापट्टि झ्याम्टा मार्ग पनि कस्तो बनाउनु हो, मजाले नाच्नुहोस् है। कति सानो मान्छे पनि नाच्नु। हेलो, कस्तो भइरहेछ? रमाइलो। नाम के हो? नाम भनिदिनु न। हजुर सब्बिया सुनवार। वाउ, कस्तो राम्रो त सब्बिया सुनवार अरे ल। एकदम
एकदमै धेरै राम्रो। बाजे नमस्कार, कस्तो हुँदैछ? कस्तो भइरहेछ? रमाइलो भइरहेछ? बाजे पनि नाचेको हेर्नु मन थियो। नाच्नु न बाजे पनि एकचोटि, हजुर पनि नाच्नु पर्यो एकचोटि। बुढो मान्छे नाचेको हेर्नु मन थियो। ए हो, ल ल ल रमाइलो रमाइलो मसिनो मसिनो नानीहरू हेर्नु त कति धेरै। ठुलोभन्दा त्यो मसिनहरूको पो एकदम धेरै रमाइलो भइरहेको छ त। अनि यहाँ त सो गाइस सब्सक्राइब सपोर्ट एकदम धेरै गर्नु होला।